दर्शकबिन नमस्कार, तपाईहरुलाई स्वागत छ हाम्रो युट्युब च्यानल टुडे न्यूज नेपालमा। दर्शकबिन यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर सँगै रहेको घण्टीलाई दबाउन नबिर्सनुहोला। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता बालेन शाह चुनाव प्रचारका लागि इलाम पुगेका छन्। उनले इलाममा घर दैलो गरे, कार्यकर्ता र समर्थकसँग भेटघाट पनि गरेका छन्। इलामको घर दैलोमा उनीसँगै इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 1 का रासपा उम्मेद्वार विमल गदाल र क्षेत्र नम्बर 2 का उम्मेद्वार गोकुल बहादुर राई पनि छन्। झापा 5 का प्रतिनिधि सभा उम्मेद्वार बालेन शाह बिहिबार बिहान इलाममा आफ्ना दलका उम्मेद्वारहरूलाई भोट पनि मागेका छन्। मङ्गलबार प्रतिनिधि सभा सदस्यका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गरेका शाहले बुधबार दमक स्थित सम्पर्क कार्यालयमा समर्थक र पार्टी कार्यकर्ताहरूसँग भेटघाट पनि गरेका थिए। उनले झापा, मोरङ र सुनसरीमा रासोपाका उम्मेद्वारहरूसँग पनि भेटघाट गरेका थिए। रासोपाबाट प्रधानमन्त्रीको उम्मेदवारीको रूपमा अघि सारिएका बालेनलाई रासोपाले झापा क्षेत्र नम्बर 5 मा उम्मेद्वार बनाएपछि अन्य क्षेत्रको प्रचार प्रसारमा उनलाई प्रयोग गर्ने रणनीति बनाएको छ। धन्यवाद। हामी निस्क्यौँ है अब होइन यहाँ मनसँग 1 मिनट यो बाटो छोड्नु न, यहाँ बाटो छोड्नु न। यता साइड छोड्नु बाटो अगाडिबाट छोड्दिनु है। हाम्रो गाडी आयो।